या ST99 माइक सिधै मकनपुरबाट। आज चाहिँ सबजनालाई मेरो मनको पीडा कतिले गर्थ्यो मलाई घिडा भनेर सुनाउनु मन छ। सुनिदिनु सब साथीभाइ दाजुभाइ दिदी बहिनी आमालाई यो गीत सबैलाई। या या तातिन्छ रिस छु आगो जस्तो बलिरा ए भागी त कहाँ थिस मेरो साँचो सपना सब भत्किँदा सोच्दा नि दिमाग ठिस मनले भन्छ केही त गरी खा के थियो र हातमा सिप त्यसैले तामाको जात पछि भा अब लेख्छु म खुद नसिब देखाउँछु आफ्नो प्रतिभा मन छैन चढ्न जिप छ चार हातको ठा ठिक होइन हारिगा छु अहिले गन्तव्यमा भागिरा सफलता नजिक छु आफन्तसँग टाढिरा यो आफ्नै गीत आफ्नै हो कविता पल्टाए डायरी लेखिदिए सारी सब पीडा मन भरिका बोक्दैछु जिम्मेवारी पुग्नु छ डाँडा पारी सासुमन्द तारी थकै लागि बिसाउँदैछु भारी भन्छन् मलाई भरिया छ मनमा निकै चोट बाउलाई कोट आमालाई लोकिदिनु मन छ सारी अनि फरिया भन्छ खोइ त समाजले तैँले के छ गरिरा हो म डो नभएर पछि परिरा छैन साथ दिने यहाँ दुःखमा आफन्तहरू भाग दिने अनि पछि कुरा काटिदिने अनि के कुरा यहाँ अब राखिदिने हेर्न सक्दैन कसैले गरी खाएको मैले स्वाग ड्रेस छान्दा पन्छ च्यात्या लुगा लाएको मैले चुरोट तान्दा पन्छ गाँजा सल्काइरहेको मैले ऱ्याप भानी हिँड्दा पन्छ झ्याप भए हिँडिरहेको यहाँ बुझ्न गाह्रो यहाँ तात्सो पारो यो समाज किन यस्तो भएको मैले खाएको मैले लाएको मेरो घरभित्र के कुरा भएको यो कुरा किन चाहियो आज मैले ट्याटु खोप्दा ऱ्याप लाउँदा क्याप लाउँदा समाजले हेरो ट्यापे बनाइदियो भएको चाहिने नचाहिने खोइ के हो आरोप टको माथि खनाइदियो ल यही हो जात हाम्रो जनाइदियो समाज छ बहिरो मेरो सादा जिन्दगीमा बुट्टा भर्नु मन छ रातो हरियो पहेँलो ल लाइफ चलिरहेछ त्यही पनि सही हो ल आइयो जिन्दगीमा जति दुःख पाइयो तर पाएसम्म यहाँ फल कहाँ पाइयो खोजिरहेको छु म आफै दोषी बाहुँ खोइ थाहा छैन अहिले कहाँ छु सायद सोचाइ मेरो गल्ती पो 22 वर्ष कटियो बाँकीलाई पर्खिँदा जे जति थियो त्यो पनि सिद्धियो यताउता दौडिँदा यही हो आफ्नो कविता।